ल है गाइज, हाम्रो चाहिँ कुखुराको खोर बन्दैछ भट्टङ टङ 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 लाएर। यहाँनिर चाहिँ यस्तो काम भइरहेछ अहिले चाहिँ। यो गेट बनाउनु पर्छ सुरुमा। यो गेट बनाएर यहाँनिर राख्नुपर्छ यसरी। यस्तो पार्ने काम भइरहेछ। काम यसरी गर्छौँ हामी। यसरी काम हुन्छ। यो उठाउनु पर्छ यसरी। पाइपहरू राख्नुपर्छ यसरी 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 बनाउनुपर्छ। अनि माथि पनि अर्को स्टेप छ। यो चाहिँ 2 तलाको हो। 2 तलाको बन्दैछ। 2 तलाको लागि चाहिँ छाना लगाएको माथि अप्को छ। यस्तो चाहिँ यो चाहिँ माथि तलाको लागि गेटहरू तयारी भइसकेको अवस्था छ यिनीहरू। यो चाहिँ सबै माथिल्लो तलाको लागि है। अनि यो चाहिँ 2 तलाको लागि, यसको लागि छ यसरी। यहाँसम्म उठाइसक्यौँ हामीले। यो थुप्रै सामानहरू हाल्नु बाँकी नै छ चाहिँ भर्खर यहाँ चाहिँ हामीले उठाउने काम भइरहेछ। यसरी उठाउँछौँ है। कुखुरा बस्ने घर चाहिँ कुखुरा बस्ने अनि अन्डा पार्ने, स्पेसल्ली अन्डा पार्ने कुखुराहरू यहाँ चाहिँ छ होइन। 4 लाइन